यो हिजो राति भएको चाहिँ उसको पढाइ दमन यसरी झुलिया छ क्या झुलिया छ हानेर झुलिया छ हेर्नु नि त्यो भाइको होइन बेसी त हानेर यो यस्तो भएको छ बस्न सक्ने अवस्था छैन भाइ बस्न सक्दैन भने उठिरहेको बरु बस्न त उठिरहेको क्या बस्न त्यो हुन्छ बस्न गाह्रो हुन्छ नि त्यस्तो म पनि चोट पाएर थाहा पाएको छु यार मेरो यहाँ चोट लगाएर यो यस्तो गर्नु पहिला पहिला कुरा उहाँहरूका सुन्नु क्या अब अब एकछिन रोक्नु न अब एकैछिन रोकौँ है सबैले हाम्रो सरल आउनु भएको छ तपाईँ हेर्नु सक्नुहुन्छ लाइभमा यो हिजो राति पुलिसले एकदम व्यापक हानेको छ होइन त्यस कारण यस्तो छ घाउ उसको चाहिँ हिपमा लागेको कारणले यो कपडा खोल्न मिलाएन प्यान्ट चाहिँ उसको हिपमा चाहिँ एकदम कालो हुने कुरा होइन हुने तयारीमा छ यार मिडिया तेर्मी कमल साई तयारीमा छ यहाँ सब लागिरहेको छ ठाउँ खुल्ला राख्नु तपाईँहरू यो लाइभलाई चाहिँ सेयर गरेर धेरै मान्छेको माझमा पुर्याउन सक्नुहुन्छ प्रहरीको यो निर्दयपूर्वक कुटपिट हो होइन यो त सामान्य छ यहाँ यो तपाईँ जाँगडे हेर्नु सक्नुहुन्छ यो मान्छे यतै पातलै मान्छे हुनु होइन यो कुटेर यस्तो मोटो 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 जस्तो देखिरहेको होला यो खुट्टा चाहिँ यो चाहिँ एकदम पातलै मान्छे हो खुट्टा चाहिँ यस्तो भए त्यस्तै होला जस्तो लाग्यो धामी त होइन नि के जुठो लाग्यो क्या गोर्खालाई जुठो लाग्यो होइन त्यो त धामी हुनु नि यहाँ कमेन्टमा आयो जुठो जुठो लाग्यो जुठो लाग्यो मान्छे किन आयो त तपाईँहरूको लागि त आज बिहान मात्र यो लगभग अशोक साहबले चाहिँ माफी मागेको भयो यति ठुलो चाहिँ माहौल चाहिँ त्यो यति ठुलो माहौल चाहिँ क्रिएट हुन्थेन यो बिहान चाहिँ माफी मागेको हुन्थ्यो कि बिहान त कहाँ माफी मागेको के भन्दै भने बिहान सुन्नु होला है सैसाब आउनु भएको छ जिल्लाको दाजुभाइहरू डुल्लुको टिम यहाँ आइपुगेको छ डिएससी साहब के तालिमले गर्दा नेपालगञ्ज हुँदो रहेछ इन्सपेक्टर साहब काम सम्पन्न गर्ने गरी होइन अब उहाँको सेकेन्ड म्यान किरण कहाँ छ पछाडि छ आहा किरण यहाँ अहिले सैसाब चरोर आउनु भएको नागरिकको विश्वकै जनप्रतिनिधिको गुनासो प्रहरीसँग के भने भक्षक नै भक्षक भएपछि अब समाजको स्थिति के हो हामीले उहाँहरूलाई सोध्यौँ तपाईँहरूको हिजो बेलुका के हो कसो हो भनेको सामान्य कुरा उहाँ विदेशबाट आएको आज 5-7 दिनपछि हो आउनुभएको रहेछ त्यसो न आफ्नो साथीभाइसँग अलिकति रमाइलो ठुलो रहन्छ उहाँको र एकजना अर्को भाइको बिच सामान्य भनामन भा रहेछ बजारमै थियो 8 नम्बर बजारमा उहाँको हकमा के नाम अरे भाइ लोकेश बुढाको फरक केसमा आउँछ अनि त्यसपछि प्रहरीको टिमलाई कसले खबर गर्यो त्यो प्रहरी त्यही स्पटमा थियो उहाँलाई यहाँ ल्याइयो
उहाँ प्रकाश थापाको हकमा के रहेछ भने दिनभरि घरको खेत बारीको काम गरेर त्यो मोबाइलको के भन्नुभयो होइन हजुर उहाँको मम्मी होइन अनि यहाँ आउनु आएछन् उनले आएर एकजना हाम्रो दिपेन्द्र साईजी भन्नेको होटलमा बसेर केही नास्ता सास्ता खायो होला होटलको साउजी भने 4 नम्बरको वडा अध्यक्ष पनि त्यही हुनुहुन्थ्यो नर्मलमै बसेको छ त्यहाँ अनि त्यति गरेर म भइहाल्छु दाइ भनेर यो साँझ 7 बजेतिरको कुरा हो त्यस्तै रहने गर्ने कुरा भइरहेछ यहाँ त्यो रे 7 बजेतिर कुरा 7:30 बजे मलाई कल गरेर अनि हल्ला खल्ला पनि त्यस्तो बजारमा केही थिएन रे तर प्रहरीको टिम हाम्रो यहाँको प्रहरी इन्चार्जको टिम गएर उहाँहरूलाई ल्याएर यति अमानवीय तरिकाले तपाईँहरूले देखिसक्नुभयो यसमा हाम्रो ठुलो गुनासो हामी स्थानीय सरकारले पनि प्रहरीलाई समाजमा शान्ति सुव्यवस्था कायम गर्ला भनेर नेपाल सरकारको प्रचलित ऐन नियम कानुन विधिभित्र रहेर हामीले तपाईँलाई थप सब्सिडी योसम्म दिन सक्छौँ भनेर मैले अघि हजुरलाई पनि जानकारी गराएँ त्यसको मतलब यो होइन कि नागरिकले अपराधीलाई सजाय गर्नु स्वाभाविक हो निर अपराधी मान्छेलाई अपराधी घोषणा गर्ने गरी यो त जघन्य अपराध भयो त्यो जघन्य अपराध भयो त्यस कारणले गर्दा अब नागरिक दाजुभाइको चाहना के छ हामी सबैको चाहना उहाँहरूको के छ भने यो घटना अलि उग्रो रूप पनि लिन सक्थ्यो होला तर हामीले यही टाइममा आएर यसो नगरौँ जिल्लालाई बोलाउँ जो पीडित हो उसलाई न्याय होस् जो पीडक हो उसलाई कानुनी कारबाहीतिर ल्याउँ भन्ने चाहिँ हामी समुदायको चाहना त्यो बुझिएको छ र हजुरहरूलाई पनि अब यो यस्तो घटनाले प्रहरी सङ्गठनकै बदनामी हुन्छ यो प्रहरी सङ्गठनकै बदनाम हुन्छ उसले बजारमा काहीँ झगडा गरेको छ लफडा गरेको छ सार्वजनिक हल्ला गरेको छ या केही छ भने तपाईँहरूको कानुनी कारबाही गर्ने कुरा छ कानुनी कारबाहीमा पनि आएर चाहिँ भित्र ताला लगाएर राखेको छ अब एकछिनमा आउँछु त्यसो भएको हुनाले हाम्रो आग्रह के छ भने घुसिया त हो यो खास यो त व्यापक चलिरहेको पीडकलाई कानुनी कारबाहीमा लिनु पर्यो भन्ने उहाँलाई चाहिँ उहाँलाई यसै कालखण्डमा कुनै हामीले बाटोमा बेटा उहाँले हामीलाई पनि त्यही रूपमा लिनुहुन्छ हामीले पछि पनि है उहाँलाई चाहिँ निलम्बन स्वयं भाइलाई पनि यस्तै हालत हुन्छ क्या फेरि बस्यो भइरहेको थियो मान्छेले भनेको थिएन यो मान्छे यस्तै छ भनेर मान्छेले तर्सित थियो अब ह्युमन त हुन् तर क्या नै ह्युमनको पनि अब खत्तम ह्युमन पढ्यो भने त्यस्तो हुन्छ यस्तो भन्दैन पिट्न हात कस्तो लागेको हो यो मैले देखेर आएको अहिले मान्छे जो देखेर आएको छ नि उसको चाहिँ यो माथि पिठीको मात्र हो होइन उसको चाहिँ हिपमा यस्तो चोट लागेको छ जसको कारणले ऊ कपडा खोल्न मिलाएको छैन कि अब केटाहरूले चाहिँ भइदिया त देखाउन सकिन्थ्यो होइन यो त अब केटाकेटी सबैले हेर्छ नि त त्यसै कारणमा चाहिँ ऊ हेराउनु नमिला पानी खोल्न नमिला उसको यहाँ बाहिर चोकमा ल्याएर पिटेको थाहा पाएर अनि यी भाइहरू कराएको रोएको आवाज सुनिसकेपछि चौकीमा के भएछ त त्यसो आज भनेर महिला 3-4 महिला दिदीबहिनीहरू तिनीहरू पनि यही बजारमा छन् तपाईँहरूले बुझ्न पनि सक्नुहुन्छ केही हुनमै होला होइन त्यो यसो भनेर ए असै साहब अब उहाँ त नमारिदिनुहोस् यसो नगरिदिनुहोस् भनेर भनिसकेपछि त्यो पनि 12-1 बजे कति बजेको कुरा हो होइन बल्ल उहाँ अलिकति भित्र लिनुभएको वर्ष साहब जोडाइ पनि खान्छ राति खै म त खाँदैन भन्दै हामी प्रहरीका सहयोगी हौँ नागरिक पनि हामी कानुनको दायराभित्र छौँ यहाँको स्थानीय सरकार पनि प्रहरीको साथमा छ तर प्रहरीको यस्तो व्यवहारप्रति स्थानीय सरकार घोर आपत्ति व्यक्त हाम्रो नागरिकलाई
यसरीकन अमानवीय तरिकाले अङ्गभङ्ग गरिदिने पिटपाट गरिदिने हो भने प्रहरीबाट नागरिक सुरक्षित हुँदैन भने हामीले कोसँग सुरक्षा माग्ने कोबाट सुरक्षा प्रत्याभूति गर्ने गल्ती भयो नि बिना गल्तीमा यसरी हान्दिदियो भने कोबाट हामीले नागरिकको किरणजीले पनि दिइरहनु है उता प्रीति विक्रम जिल्ला प्रहरी तेरो चाहिँ कमी छैन अहिले अनुभूति भइरहेको छैन प्रहरीको सिङ्गो सङ्गठनप्रति नै नागरिकको गुनासो अब यसलाई कसरी लिने करिब 200 भन्दा माथिको जनमास छ यहाँ तपाईले जिम्मेवारी प्राप्त गरेर आउनु भएको छ भने तपाईबाटै असैलाई राख्यो भने अलि माहौल भड्किने सम्भावना हुन्छ नि त हुने हो भने माहौल त्यसै कारण अबको केही समयपछि आउँछन् कसै पनि ताला लगाएर राखेको छ विभागीय कारबारले पुग्दैन छैन होइन चोटको चोट लिनुपर्छ भन्ने छैन मिठो कुरा नगरौँ खर्च कुरा गरौँ विभागीय कारबारले पुग्दैन विभागीय कारबार त पुग्दैन यहाँ यो कुरा त जनताले मान्दै मान्दैन जे होला होला होइन हामी एकदम भन्नु पर्यो त तपाईँले प्रथम ज्यान जिरिङ बोले माथि बस्छ हाई ठुलो केही मात्रै हो मिठा कुरा गरेर हुने छैन है अझ साहबले भित्र ताला लगाएर राखेको छ उनीहरूको प्रहरीको चाहिँ के रहेछ भने भनाइ चाहिँ के छ भने चाहिँ निम्न भन्दा पनि अब त्यो उसको कारबाही हुन्छ नि त प्रहरीको कारबाही त्यो अब 1-2 महिना के कारबाही हुन्छ टाइपको हुन्छ नि त्यो त्यस्तो टाइपको भन्ने कुरा भित्र केटाहरूले ताला लगाएर राखेको छ नि अहिले एकछिन निकाल्छ अलि सेयर गर्नु पर्यो भिडियो सेयर गर्नु अलि यो भ्युज कम भयो यार कोठाभित्र आगो लगाउने कुरा चाहिँ गर्नुहुन्न किनकि यो सरकारी चिज भए तापनि फेरि हाम्रै पैसाहरू खर्च गरेर फेरि बनाउनु पर्छ होइन त्यसै कारणले चाहिँ आगो चाहिँ लगाउनु हुँदैन
नाम भयो ल म त न्याय माग्दै आएको नि म त भाइले पनि रोडमा उठिँदै नानाथरी बोल्दै डेपुटी बोल्दै म हिँडेको त छैन म सामान्य त्यहाँदेखि विशाल बजारदेखि म सामान्य यहाँ न्याय माग्न आउँदाखेरिमा मलाई न्याय चाहियो भन्दाखेरिमा मलाई सिधा उ गरेर मलाई सेटअप असलले माफसी गरेको भन्ने कुरा आइरहेछ है यहाँ त माफसी गरेर कुटेको भन्ने कुरा छ उहाँले भन्नुहुन्छ माफसी गरेको थियो अवश्य अवश्यले पनि भनेर यो कुटाइ देखेर यहाँ बाहिरको मान्छे छ नि उहाँहरू पनि रोइरहनु भएको छ क्या बाहिरको मान्छे पनि रोइरहेको छ कि होइन त्यस्तो कुटा छ क्या मान्छेहरू अब बिहे गर्नुभयो होला नि बच्चा बच्ची होला नि उहाँले पनि बच्चा कुनै शान्तिको बातविवाद भयो भने कानुनले लिएर गएर न्याय माग्दै खोजेर कानुनमा पुग्छ भने तपाईँले त्यस्तै व्यवहार गर्नु भने मलाई पनि कति पीडा हुन्छ बुझ्नु भएको छ एउटा आमाको पीडा आफ्नो छोराले नगर प्रमुख पनि लागिरहनु भएको छ कारबाहीको लागि यो तपाईँहरूको चाहिँ सामान्य उयो हुँदैन जनताको माग चाहिँ यिनीहरूलाई फुली नै अहिले नै तानेर जाहिरबाट उयो गर्नुपर्छ र अरू कारबाही पनि गर्नुपर्छ भनेर भन्नुभएको छ नगर प्रमुखले नगर प्रमुखबाट पनि राम्रो कुरा आइरहेको छ उहाँले पनि जनताको भावनालाई बुझेर त्यही अनुसारको काम गरिरहनु भएको छ सबैको आँखाबाट आँसु आइरहेको छ एकजना व्यक्तिको आमाको चाहिँ आँखा हामीलाई न्याय चाहिएको छ सबै रोइरहेको छ उनीहरू डिआइजी साहबसँग कुरा गर्दा हुन्छ नगर प्रमुख अहिले विभागीय कारबाही गर्ने भनेर भने प्रस्ताव आएको थिए मेयरले चाहिँ त्यसलाई ठाडै अस्वीकार गर्नुभएको छ र बाहिर जनताले पनि अस्वीकार गरेको कुरा थियो विभागीय कारबाहीले केही हुँदैन भन्ने कुरा हो यो उहाँ चाहिँ खोइ त्यहाँ उता 8 नम्बर गयो कताको हो उहाँ पनि कुटिनु भएको उहाँको त तल हिपमा छ नि हिपमा चाहिँ पुरा कालो हुने र कुटा छ क्या त्यो त्यसै कारणले चाहिँ उहाँले पाइन्ट खोल्नु नसक्यो यहाँ सुताएर यहाँ हामी राखा भने होइन त्यस्तो आक्रोश चाहिँ हुनु हुँदैन है उपमेयर पनि रोइरहेछन् कि खै छोरी मान्छेहरू प्रायः रोइरहेछन् यहाँ यो चाहिँ यहाँ यो उसको घाउ अरूभन्दा नि यो भाइको छ नि यो भाइको चाहिँ घाउ चाहिँ यस्तो चोट लाग्छ कि अब केटाहरू मान्छे पनि रोन्छ क्या त्यस्तो छ कि एकदमै लास्टै चोट लाग्छ कति पीडा भयो होला उसले अपराधीलाई निकालौँ बरु छिटो छिटो उहाँ पनि आक्रोशमा हुनुहुन्छ हाम्रो नौटर साउजी यो पीडा उहाँले पनि नजिकबाट निहालेर हेर्नु भएको थियो हिजो राति उहाँहरू नै आएर राति यहाँबाट कुटेको आवाज सुनेर उहाँहरू नै आएर अनि त्यस पछाडिको चाहिँ कुटपिट कम भएको अरे होइन पहिला चाहिँ व्यापक कुटिरहेको थियो यहाँको जमघाटको मान्छेहरू आएर यहाँबाट त्यहाँसम्म आवाज सुनिरहेको थियो अरे हामी नआए त मान्छेलाई यहाँ मारिदिनु 8 नम्बरकै हो लोकेश बुढा नै हो क्या मेयर साहब यति ठाउँ
कुरा अगाडि बढिरहेको छ, कुरा अगाडि बढिरहेको छ। स्वागत छ अङ्कललाई पनि, कलम अङ्कललाई। काम नगर्नुहोस्, हात नगर्नुहोस्, ल्याउनुहोस्। तिनलाई ल्याएर बाहिर निकाल्नु पर्यो के हुन्छ त अब तिनलाई ल्याएर सोध्नु नि त। अनि यो पीडा त यहाँ पत्थर होइन, हाम्रो त हाम्रो विभागीय कारबाहीले त त्यस्तो अपराधलाई हाम्रो छोडेन। विभागीय कारबाहीले के हुने होला विभागीय कारबाही होला तपाईँको कारबाही तपाईँ कारबाही चाहिँ विभागीय होला। हामी पनि मर्न तयार छौँ, केही छैन। सुरक्षा गर्ने चेतना दिने हो, चेतना दिने हो। अब चेतना दिने अब त्यो सबै कुरा पालन पालना भने त यस्तो हो कि जग्ने अपराध गर्नु त कहाँ पाइएला त। के चाहिँ पुलिसले भन्नु पर्यो, कुट्यो भने मान्छे रक्सी हाल्नु छोड्छ भन्नु, अरू पनि मान्छे गाउँमा कुट्न लाग्छ। त्यसको मुख हेर्न चाहना छ जनताको त। फलामको शक्ति र गुणले भरिएको प्राइम बिलेटबाट बनेको कार्बन जुत्तामाला यो तेजेन्द्र बहादुर कार्की त्यही छ। यहाँ धेरै मान्छे जो झोला बोकेर आएछन् तिनीहरूले प्रायःले चाहिँ कालो मुसो र त्यो जुत्ता नै ल्याएर आएछन्। त्यही छ। कता माओवादीको कसको चाहिँ कति केजीको माला लायो भन्थे, त्यो फुलको माला लायो, यता जुत्ताको माला लाउने तयारीमा छन्। तर कति केजी जति हुने हो पछि त्यो पछि चाहिँ पाउनु पर्छ। हाम्रो नातिनी आशा दिदीले हामीलाई सपोर्टको लागि पेट्रोल सेट्रोल चाहियो भने उहाँ राधा दिदीसँग कन्ट्याक्ट गर्नु सक्नुहुन्छ। पेट्रोल चाहियो भने अनि प्रचार गरिदिएको अब नकुन्ने भन्ने हो भने हेऱ्यो भने त अब कुन्नै पर्छ। तपाईँहरू लाइभमा जोडिँदै गरौँ, जे जति हुन्छ अपडेट म दिने प्रयासमा छु हजुरहरूलाई। जनताले कालो मुसो लगाएर उहाँलाई पहिला हातपात एकजनाले गर्दैन, उहाँलाई कालो मुसो डराएर जुत्ताको माला लगाएर एकजनाले बोल्नुहोस् कि तपाईँहरू बोल्नुहोस्, तपाईँहरू बोल्नुहोस्। उहाँलाई कालो मुसो गरेर उहाँको बिरुवा निकाल्दिने, उहाँलाई कालो मुसो गरेर पचार परिक्रमा गरिदिने, म अपराधी हुँ भनेर उहाँले कबुल गर्ने। हामीले उहाँलाई हात छुनु सक्ने हामीले अरू चाहिएको छैन, उहाँलाई भइदिनु पर्यो नि त। उहाँलाई यार खतम भयो नि यार टप्पु। यहाँ अवसर साहबले पुरै खतम गरिदिए। बेसी त कुट्दियो क्या, बेसी त लाइभ सेयर गर्नु है, लाइभलाई सेयर गर्नु अनुरोध गरेँ मैले। ए जुत्ताको माला छ नि, जुत्ताको माला लगाउनु भन्ने कुरा भइरहेको नो किरण साईजी
साँच्चै एसपी भएपछि म त यसरी यसरी हान्नुहुन्न हुन्थ्यो यार म त यसरी हान्दिनँ सम्झाउ गएर आउँछु हेलो किरण भाइ होइन हेलो दर्शन त यो अनलाइन आएर एकछिनमा पुलिसको कुरा पनि सुनिन्छ धैर्य गर्नुहोस् किनकि त्यो समय लाग्यो हो बाहिर अलि माहौललाई हल्का बत्थर गरेर शान्त गरेर त्यसको निम्ति गर्नु जोडो भने तिमीहरू फेरि अब यहाँ पचाङ कुद्दै मिल्दै भन्ने अब तपाईँहरू जो जति अहिले लाइभमा जोडिरहनु भएको छ उहाँहरू चाहिँ मलाई खेल नगर्नु म अनुरोध गरेँ किनकि लाइभबाट म रिजल्ट पर्नुपर्छ राम्रोसँग देखाउने प्रयास गरिरहेको छु म त्यसको लागि माफी माग्न चाहेँ किनकि बोलेरो आइरहेको ल पहिला आयो सजिलो कहाँ पुग्नु पाइदिनु होइन कसै कुद्नु त कसैलाई पनि कुद्नु हुँदैन त्यो त्यो मान्छे होस् या जनावर होस् होइन कुद्नु चाहिँ कसैलाई पनि भएको कुरा हो मलाई यो जोड्न चाहिँ आउँदैन किनभने जोड्नु जोड्न आउँदैन समयमा अपनाएको छ यहाँबाट करङ्गै चाहिँ नभएको छ फेरि त्यो चाहिँ आवाज एकदम मास ठुलो छ होइन अब ठुलो भएको कारणले आवाज क्लियर नआइदिया हुन सक्छ अहिले कस्तो आवाज सुनिरहेको छ अहिले यो एक आवाजमा कुरा गरिरह्यो नि त्यसै कारणले आवाज नसुन्नु सक्छ यो चाहिँ हिजो साँझ चाहिँ यो यो भाइहरू चाहिँ यहाँ बजारमा बसिरहेको छ दारू खाएर भनौँ दारू खाएर घर जाने क्रममा अब पुलिसले भेटाएर यहाँ पुलिसले भेटेर अनि आएर पुलिसले बेसी त कुट्यो होइन त्यसै कारणले यो चाहिँ यस्तो भइरहेछ
10 दाइ यो 3 बजे भन्ने के हो यो 3 बजे भन्ने के हो 3 बजेसम्म 3 बजे आउने भन्ने कुरा भयो अहिले आउने के अहिले गर्नु पर्यो त अनि के खाना खाने भोकेला के भन्नु सुनिरहेको थिएँ कि मैले अहिले काम गरे भने फत्ते गर्ने सररको जाने नि जाने आउने भन्ने भन्दा होइन यो कुरा गरेर होइन अहिले बोला अहिले बोलाउनु भन्नु पर्यो त भित्र पुरा भेट एकदम ठुलो छ मास पुलिसहरू यदि कारबाही गरेर भन्नाले पुलिसहरू चाहिँ समातेर खासमा चाहिँ बचाए कहिले हात्तीमा मान्छे हालेर विभागीय कारबाही गर्ने भन्ने कुरा आइरहेको छ अनि हाम्रो मासले चाहिँ त्यो मान्दाछ बजेट एकदम आक्रोशमा हुनुहुन्छ एउटा भाइको चाहिँ मलाई बिहान आएर हुँदै हुनुहुन्थ्यो यार बाजे यस्तो चोट लागेको थियो क्या भाइको भिडियो आइ पनि सक्यो होला सायद तपाईँहरूको हेरि पनि सुन्नुभयो होला चोट एकदम त्यसो अब यो कुर्सीको महत्त्व कति छ निकाल्ने भन्ने कुरा हो दाइ
मालासाला जुत्ताको मालासाला ल्याएर राखेछन् सुसु ल्याएर तर त्यहाँ केटाहरू यहाँ हाम्रो केटाहरू ताला लगाएर राखेको थियो त्यसै कारण भित्र छ कि भित्र बसिरहेको अहिले चाहिँ माथिबाट चाहिँ डिएसपीहरू आउँदैछ कि हो त्यसै कारणले ऊ आउँदैसम्म एकछिन वेट गरेर आयो त्यसै कारण चाहिँ त्यही हो विवाहिक कार्यवाही चाहिँ अगाडि बढ्नु हुँदैन भन्ने छ छम्की मुले भने हामीले यो अझै चाहिँ जति हुन्छ यो लाइभ गर्नु पर्यो केही समयपछि फेरि त्यो गर्नु पर्यो क्या आवाज एउटा हिजो केटाहरूलाई यो भाइहरूलाई पुलिसले एकदम निर्दयपूर्वक कुट्याएको कारणले यो मास बसिरहेको सही ल म फेरि काटेर चाहिँ आउँछु है एकछिन